पहिलो प्रेम कुनै शब्द होइन, केवल एउटा निश्चल भावना जसले मुटुमा एउटा यस्तो फुटप्रिन्ट छोडेर जान्छ जुन कहिले मेटिँदैन। अनि त्यही अमर प्रेमको साक्षी हो नामोन। प्रेमको सुगन्ध बोकेर बाँचेको यो सहर जहाँ छुन्याङ र मोङ्ग्रुङको कथा आज पनि तड्किरहेछ। आउनुहोस् त्यही अमर यात्रामा रमाऊँ। कोरियाको एउटा सानो सहर जहाँ प्रकृति र इतिहासको एउटा जीवन्त सङ्गम भेटिन्छ, यो हो नामोन। परम्परागत शैलीले सजिएका ऐतिहासिक धरोहरहरूदेखि लिएर आँखा लोभ्याउने यहाँका प्राकृतिक दृश्यहरूसम्म नामोनको हरेक कुनामा एउटा छुट्टै सुन्दरता र जादु लुकेको छ। हरेक पाइलामा नयाँ कथा र हरेक दृश्यमा एउटा सुन्दर क्यानभास बोकेको यो सहर। आउनुहोस् नामोनको यो अमर प्रेमको कहानी नजिकबाट निहालौँ। मेरो ब्याड लक, स्पेसल यहाँ झर्ना हेर्न आएको थिएँ, तर ब्याड लक, झर्नामा खासै पानी रहेनछ। एन्ड लेट मी टेल यु वान थिङ, यो जुन झर्ना छ नि, यो झर्ना टोटल्ली आर्टिफिसियल हो। लाइक हेर्नमा लागिरह होला तपाईँहरूलाई कि यो पुरै नेचुरल हो, बट यो पुरै आर्टिफिसियल हो। अनि यो मान्छेले आफैले यसलाई कन्ट्रोल गर्छ, पानी कति बेला चालु गर्ने कति बेला बन्द गर्ने भनेर। झर्नाको पानी त बन्द गरिसकेको रहेछ। एन्ड देन आई डिसाइडेड टु गो टु द पार्क। जस्ट इन्टरिङ द पार्क, एकदम लाइक पोजिटिभ वाइब्स फिल गरिरहेको छु म। एकदमै धेरै पोजिटिभिटी छ यहाँको वातावरणमा। एन्ड एकदमै धेरै नेचर बचाएर राखेको छन् यो पार्कमा यिनीहरूले। सो नाउ लेट्स क्विकली गेट इन्टु द हिस्टोरिकल पार्ट अफ आवर स्टोरी। करिब 350 वर्ष पहिला उच्च घरानाका मोङ्ग्रुङ र सुन्दरी छुन्याङको पहिलो भेट नामोनको यो पार्कमा भएको थियो। पहिलो नजरमा नै गहिरो प्रेममा परेका उनले गोप्य रूपमा विवाह पनि गरे। तर समयले उनीहरूलाई निकै टाढा पुर्यायो। क्रूर शासकले छुन्याङलाई धेरै यातना दियो, तर उनले आफ्नो साँचो प्रेमलाई कहिले डगमगाउन दिइनन्। अन्ततः मोङ्ग्रुङ फर्किए, दुष्टको नाश गरे र आफ्नो प्रेमलाई अमर बनाए। त्यही भएर नामोन आज पनि प्रेमको सहर हो। अब हिस्टोरिकल पार्ट छोडेर पार्कको बाँकी ठाउँहरू एक्सप्लोर गरौँ। पार्कमा डिफ्रेन्ट टाइपको स्टोन कार्भिङ र पेन्टिङहरू देख्दा एकदमै ब्युटिफुल लाग्यो र मुड फ्रेस भयो। त्यसपछि त्यहाँ छुन्याङको प्रतिमा पनि छ भन्ने थाहा पाएर त्यतातिर लागेँ म। तर
श्रीनभ छुन्याङ भन्ने थियो यहाँ, तर ब्याड लक बन्द भइसकेको रहेछ। यहाँनिर ताला लगाएको रहेछ। त्यहाँ ताला लागेको देख्दा त एकछिन एकदम नमजा लाग्यो, तर त्यहाँको लोकल मान्छेसँग कुरा गर्दा थाहा पाएँ कि पार्कको लास्ट पोइन्टमा छुन्याङ र मोङरुङको सानो म्युजियम पनि छ र त्यहाँ पनि उनीहरूको प्रतिमा छ। त्यो सुन्ने बित्तिकै फेरि एकदम एनर्जेटिक भएर त्यतातिर लागेँ म। यो म्युजियममा इन्ट्री गर्ने बित्तिकै टाइम ट्राभल गरे जस्तो फिल भयो। उहाँहरूको मैले मूर्ति अहिले देखेर त लाइक आइएम फिलिङ मैले उहाँहरूलाई लिटरली यहाँनिर मेरै अगाडि देखिरहेको छु। यस्तो फिल भइरहेको छ कि मैले टाइम ट्राभल गरिसकेँ। लेट मी सो यु। यो देख्नु, उता छुन्याङ, उता मोङरुङ। यो जुन भ्यू छ नि, यो वाला, यो क्यामेराले जस्टिफाई नै गर्दैन। त्यो लेभलको यो मूर्तिहरूको अरा अनि त्यो लेभलको पोजिटिभिटी दिइरहेको छ यो मूर्तिहरूबाट। लाइक जसले पनि बनाएको छ, ह्याट्स अप टु यु, ह्याट्स अप। म्युजियमबाट बाहिर निस्केपछि त्यहाँ पार्कमा डिफ्रेन्ट गेमहरू पनि रहेछ। त्यो देखेपछि मनमा एउटा मात्र ख्याल आयो, बचपना बचपना बचपना। आई डोन्ट लाइक, आई अभोइड, बट बचपना लाइक्स मी, आई कान्ट अभोइड। यस्तो बच्चाहरूको झुलाहरू अनि गेमहरू हेर्दाखेरि आफ्नो बचपनको याद आउने, मन थाम्नै नसक्ने, मन कन्ट्रोलै गर्न नसक्ने। यति धेरै इन्जोय गरिरहेको छु नि, आई कान्ट इभन एक्सप्लेन टु यु। अब पार्क बाहिर निस्किएर पार्कको वरिपरि भएको गल्लीहरू अवलोकन गर्नतिर लाग्छु म। त्यहाँ गल्लीको वालहरूमा पेन्टिङहरू देखेर लास्ट टाइम बनारस घुम्न गएको याद आयो। सानो गल्लीहरू, यस्तो ब्युटिफुल चित्र बनाएको गल्लीहरू छ, एकदमै रमाइलो लागिरहेछ। लेट मी सो यु।
कहिलेकाहीँ हामीलाई जिम्मेवारी धेरै भएर आफूमा भएको चाहना र खुसीहरू सेक्रिफाइस गर्न पुग्छौँ। आफ्नो खुसी र चाहना बिर्सन थाल्छौँ। त्यसैले आजभोलि हिस्टोरिकल र नेचुरल ठाउँहरू घुम्न र आफूले आफूलाई समय दिन पाउँदा साँच्चै नै जिन्दगीको आनन्द आएको महसुस भएको छ। फेरि अर्को दिन कुनै ऱ्यान्डम प्लेस एक्सप्लोर गर्न जानेछु। भोलिबाट फेरि बिजी स्केड्युल हुनेछ, तर आज यो ठाउँ अवलोकन गरेर शरीरमा छुट्टै ऊर्जा महसुस भएको छ। आजको यो ठाउँ घुमेर साँच्चै लभको मिनिङ फिल भयो।